दर्शकबिन म घर आउँदै गर्दा यहाँबाट मैले मम्मीलाई कल गरेको म चाहिँ घाँस काट्दैछु भन्नुभएको छ। तल जङ्गल देख्न सक्नुहुन्छ, त्यहाँ घाँस काट्दै हुनुहुन्छ। अब टक्क घर अब 2-3 मिनटमा घर पुगिहाल्छु। अनि कपडा-सपडा चेन्ज हानिदिएर चाहिँ अनि मम्मीलाई लिन जान्छु। अनि मम्मीको भारी बोकिदिएर अनि उकालो राखिदिने हो है ल दर्शकबिन। त्यो भिडियो पनि म तपाईँहरूलाई देखाउँला। ती छेउमा स्याउलाको भारी खाली कुरा के गरौँ बाटो गाउँ बेसी गर्ने तिनै उनी भेट्यौ भने चिन्नु सौरैयाना तिनै हुन् तिनै मेरी आमा। दर्शकबिन यो 83 सालको माता फिर्ता औँसीमा चाहिँ अब आफ्नै मम्मीसँग सँगै बसेर खानपिन गर्ने मौका मिलिरहेछ। 3 दिनपछि भेट भएको छ हाम्रो मम्मी र मेरो। अब यो मम्मीले टक्क बनाएर राख्नु भएको हुन्छ म आउने बेलामा जहिले। अनि म आएपछि यसो थोरै 3टा 2टा 4वटा थोरै खाने कार्यक्रम हुन्छ। यसरी रमाइलो भइरहेछ है दर्शक।